मेनुका सोनी अफिसियल युट्युब च्यानलबाट भर्खरै मात्र सार्वजनिक भएको डिप्रेसनको टिम हुनुहुन्छ गायक मोडल परफर्मर सबै भन्न सोनी भइसकेको छ सुमन परियार त्यस्तै गायिका मेनुका सोनी भिडियोका डाइरेक्टर सबैलाई नचाउने जेरी भण्डारी र एडिटर सुमन कोइराला सुजन कोइराला हुनुहुन्छ सम्पूर्णलाई स्वागत छ सम्पूर्ण मिडियामा धेरै नमस्कार हामीलाई हेरेर बस्नुहुने सबै हाम्रो भगवान रूपी दर्शक महानुभावहरूलाई साङ्गीतिक अभिवादन अब सुमन जेबाटै कुरा सुरु गर्नु पर्यो तपाईलाई डिप्रेसनमा पुर्याउने को मलाई डिप्रेसनमा पुर्याउने भिडियोमा चाहिँ सञ्चिता हो रियललाई पनि आउँछ रियलमा त धेरै हुनुहुन्छ भाइ पनि त मलाई डिप्रेसनमा पुर्याउने भाइले पनि हो देशमा नेताहरू अब सबै जनता रमाइलो जो यसमा चाहिँ एउटा प्रेमी गीत हो होइन माया हुन्छ माया सँगसँगै सङ्ख्या पनि एकदमै अथाह हुन्छ त्यो सङ्ख्यामा पनि माया हुन्छ त्यो त्यसरी चाहिँ हामीले मैले स्टोरी पनि त्यसरी ल्याएको थिएँ अनि भिडियोमा पनि हाम्रो जेरी भाइले त्यही खालको स्टोरी बनाएर मजासँग चाहिँ प्ले गराउनु भएको छ जस अहिलेलाई चाहिँ मलाई डिप्रेसनमा पुर्याउने सञ्चिता बोलर्नेले सुमन परियारलाई डिप्रेसनमा पुर्याउनु भयो अनि गायिकाज्यूलाई चाहिँ कसले डिप्रेसनमा पुर्याएको छ मलाई गीतले यो गीत कसरी बन्यो होइन लय शब्द तपाईँले बनाउनु भएको छ निकै राम्रो बनेको छ यो रमाइलो कुरा गरेको सुरुमा दर्शकहरूलाई गीत बनाउँदै गर्दाखेरि होइन धेरै मिहिनेत लाग्छ गीतमा हामीले हेऱ्यौँ भर्खरै भिडियो पनि एकदमै राम्रो बनेको छ गायक त्यसमा निकै फरक तरिकाको एकदमै मिठो बनेको छ समग्रमा गीतको बारेमा यो गीतको विषयमा चाहिँ हुन्छ नि मायाबाट अझै कोही पनि रहँदैन माया भन्नु साथै कस्तो हुन्छ एउटा गर्लफ्रेन्ड बोयफ्रेन्ड केटाकेटी बिचको मात्रै माया हुँदैन एउटा आमाबाबुसँग बच्चाको माया छुट्टै हुन्छ होइन दाजुभाइ दिदीबहिनीको माया छुट्टै हुन्छ एउटा साथीको माया पनि माया छुट्टै हुन्छ यो मायाबाट अछुटो कोही पनि रहँदैन सबै मायाले चाहिँ सबैलाई खुसी बनाउँछ भन्ने छैन होइन यो खास डिप्रेसन भन्ने चाहिँ मैले कसरी राखेको भने कहिलेकाहीँ साथीभाइहरूसँग बसिराख्दाखेरि अब कुराहरू हुँदाखेरि अब जे कुरा गर्दाखेरि खालि डिप्रेसनमै पुर्याउला जस्तो भयो नि हरेक कुराले अनि त्यो कुराहरूलाई चाहिँ मैले त्यो क्याची शब्द लगाएर अनि त्यसलाई चाहिँ गीतमा उतार्नुपर्छ भन्ने सोच लियो खास चाहिँ यो कुनै मेरो वास्तविक जीवनमा केही पनि होइन केही परेको पनि होइन भएको पनि होइन गीत भनेको सधैँभरि आफ्नै कथा मात्रै हुँदैन होइन कलाकारले एउटा समाजमा घटेको घटनाहरू र समाजमा बोल्ने एउटा बोलीचालीको भाषालाई टपक्क टिपेर गीत बनाउनु हो मैले पनि यो डिप्रेसन भन्ने शब्द चाहिँ अहिले देशको परिस्थिति पनि त्यस्तै छ होइन माया प्रेमले अब कतिलाई चाहिँ अब हुन्छ नि डिप्रेसनमा पुगेका घटनाहरू पनि आइरहेको छ आत्महत्या गरेका कुराहरू पनि आइरहेको छ त्यो भएर त्यो डिप्रेसन भन्ने थिमलाई चाहिँ एउटा गीतमा उतार्नु पऱ्यो भन्ने सोचले चाहिँ मैले यो गीतलाई सिर्जना गरेको मेनकाजी अब डिप्रेसन होइन भर्खरै आफ्नै युट्युबबाट सार्वजनिक गर्नु सुमन परियार लगायत टिमसँग कसरी जोडिनु दाइसँग त मेरो हाम्रो दाइको र मेरो चाहिँ पहिलो है हाम्रो पहिलो सरकारले दाइसँग चाहिँ मैले चाहिँ गीतहरू अरू पनि गाएँ त्यो मध्ये एकदमै डिफ्रेन्ट शैली छ है छुट्टै प्रयास गर्नुपर्छ अनि एकदमै राम्रो पनि लागेको छ सबै एकदम मिहिनेत पनि गरेका छौँ दाइको सिर्जनामा दाजुबहिनीको पहिलो सरकारले एकदमै राम्रो पनि भइरहेको छ खुसी पनि लागेको छ दाइसँग हामी यसरी जोडिन पाउँदा अनि प्लस हाम्रो जेडी सरले पनि एकदमै मिहिनेत गरेर एकदम सबैजना काम गर्नुभएको छ त्यसैले हाम्रो सुजन सरले पनि एकदमै राम्रोसँग भिडियो एडिट गरेर एकदमै भिडियोलाई युनिक बनाइदिनु भएको छ त्यसलाई सबैलाई थ्याङ्क यू भन्न चाहन्छु हाम्रो टिमलाई मेरो पहिलो गीत त्यसै गरी हाम्रो दाइको मेरो निकै म्याच भएको छ होइन यो जस्तो डिप्रेसन भन्ने थिम आयो त्यो थिम आइसकेपछि यो गीत चाहिँ मैले गाउँछु भनेर तपाईँले त्यो सोच्दै गर्दाखेरि होइन सुमनजीले मसँग चाहिँ डिप्रेसन भन्ने गीत छ मसँग यस्तो कन्सेप्ट छ भन्दै गर्दाखेरि ठ्याक्क दिमागमा चाहिँ के सोच्नु भएको
दिनमा चाहिँ दाइले डिप्रेसन शब्दले नै मलाई डिप्रेसन भन्ने शब्द नै डिप्रेसन थियो नि त हाम्रो उसको गीतको थियो नि डिप्रेसन हो नि त अनि दादाले चाहिँ डिप्रेसन गीत छ सुन्ने त भन्नुभयो अनि हामी चाहिँ सँगै बसेर सुन्यौँ डिप्रेसन भन्दाखेरि डिप्रेसन त्यो मलाई चाहिँ कोही मन छोड्दा डिप्रेसन भन्ने शब्दले नै हो कि किनकि अब कतिपय मान्छेहरू अहिले त अब डिप्रेसनमा गएर यो सल्लाहले यस्तो भएर मायामा यस्तो भयो कति मान्छे मायामा आत्महत्या गरे कति मान्छे त यसको लागि चाहिँ पागल भएर डिप्रेसनमा गएर सुनिरहेको थियो नि त अनि त्यो गीतमा चाहिँ त्यो गीतै गाउनु पाउँदा चाहिँ कस्तो होला कस्तो किसिमको गीत बन्ला भन्ने चाहिँ थियो मलाई होइन अडियो हामीले 2 महिना गाउँदाखेरि पनि मलाई ठिकै लागेको थियो अझ अहिले भिडियोमा चाहिँ अझ धेरै प्लस पोइन्ट भएको छ गीत है एकदमै राम्रो छ मैले गरेको मध्ये एकदम छुट्टै खालको गीत बनाएको छ सबैजनाले मेनुका सोनी युट्युब च्यानलमा गरेर गएर भन्न चाहन्छु जति पनि मलाई माया गर्ने अनि त्यसै गरी सुमन परियार दाइलाई माया गर्ने सबैजनाले एकदम एकचोटि हेरेर प्रतिक्रिया दिनु होला एकदमै राम्रो बनाएको छ हाम्रो गीत भन्न चाहन्छु सुमन परियारलाई डिप्रेसनमा पुर्याउनको लागि के कदम चाल्नु पर्यो तपाईँले के तिकडम अप्नाउनु भयो त्यो भिडियोमा हामीले देखेका छौँ भने कति सहज भयो पहिला त अब नमस्कार मैले के सोध्छु भन्दैमा होइन अनि होइन यो शब्द फरक छ क्या अहिले म्याक्सिमम् मान्छेहरू रियल लाइफमा धेरै जान्छन् कति देखेको हुन्छ कति सुनेको पनि छ यसलाई चाहिँ दोहोरी गीतलाई नै टाइपले जाउँ न त दाइ भाइ कुरा भइसकेपछि डिफ्रेन्ट टाइपले जाउँ अलि एङ्ग्री लुक्स टाइपको डिप्रेसनको साइको यसमा अझै साइको थ्रिलर टाइपको स्टोरी छ त्यही साइको थ्रिलरलाई साइको टाइपको स्टोरीलाई चाहिँ मैले चाहिँ यो गीतमा चाहिँ ढालेको छु भनेको सुमन परियारलाई साइको बनाउन कतिको सहज हुन्छ किन दाइ आफै त्यस्तै हो भाइको नजर तर एकदम म्याच भएको छ है होइन साइको मैले पनि साइको मान्छे नै बवाल हुन्छ क्या मैले चाहिँ यस्तो क्या जेरी भाइले नै निर्देशन गरेको धेरै गीतहरू टिपिकल गीतहरू हुन्छ नि ढाका टोपी अनि च्याटोपी सपोर्ट लाएर होइन ट्राउजर चप्पल लाएर धेरै गरेँ कि अनि एउटा चाहिँ फरक खालको लुक्समा एउटा क्यारेक्टरमा पनि काम गरौँ नि त कन्सेप्ट बनाएर गरौँ भन्ने सल्लाह भयो अनि भाइले स्टोरी सुनाउँदै मलाई मन परेको थियो अनि त्यो स्टोरीलाई हामीले यसरी प्ले गर्ने प्रयास गऱ्यौँ जे मैले नै हरदम प्रयास गरेको छु भाइले प्रयास गर्नु चाहिँ एडिटमा फेरि हाम्रो सुजन भाइले त्यस्तै टाइम दिएर चाहिँ मजासँग चाहिँ होइन कहाँनिर के कलर गरेर हुन्छ कि के फिल्म राखेर हुन्छ कस्तो कटिङ गरेर हुन्छ सब मिहिनेत गर्नुभएको छ बहिनी चाहिँ राम्रो गाउनु भएको छ मलाई डिप्रेसनको रोगी बनाउने जेरी भन्नेहरूलाई धेरै सुजन सरसँग जोड्दै होइन अब कलाकारले कहाँ बिगारेछ पुरा एडिटरलाई थाहा हुन्छ अरे एडिट गर्नेको होइन कस्तो लाग्यो त त्यो भिडियो तपाईँले बनाउँदै गर्दाखेरि होइन सुरुमा आएदेखि त्यो भिडियो फाइनल गर्दासम्म के चिज पाउनुभयो त्यहाँ अहिले यस्तो अब मलाई धेरै बोल्न त आउँदैन थोरै नै भन्नु भयो यस्तो अब दाइको काम मैले धेरै गरिरहेको छु होइन सबैजना टिमको काम मैले पहिलादेखि नै गरिरहेको छु मलाई त्यस्तो गाह्रो त मलाई केही पनि लाग्दैन होइन अब उसको रेगुलर कामहरू मैले गरिरहेको छु दाइको रेगुलर भइरहेको भएको सबैको काम मैले पहिलादेखि नै गरिरहेको भएर त्यस्तो डिफ्रेन्ट त मलाई केही पनि लागेन सधैँको जस्तै नै हो काम र यो काम चाहिँ अलिकति अरूभन्दा थोरै अलिक भाष चाहिँ थियो मेरो लागि चाहिँ होइन किनकि गीतको बिटिङहरू त्यही अनुसारको थियो होइन त्यसलाई कसरी देखाउने भन्ने कुरा मेरो हातमा थियो उहाँले त खिचेर ल्याउनुहुन्छ उहाँहरूले त स्पोर्टबाट सुन ल्याउनुहुन्छ होइन त्यसमा सुगन्ध दिनु ठुलो होइन मिठो सुगन्ध दिनुभयो तपाईँ मैले मेरो साइडबाट सक्ने जति अब देखाएँ अब बाँकी त अब दर्शकले हेरिहाल्छ सुमनजी अब तपाईँलाई दर्शकले गायक भन्ने कि मोडल भन्ने कि पर्फर्मर भन्ने के भन्ने यो भिडियो हेरेपछि यहाँ तपाईँको अनेक लुक्स देखिने भयो होइन दोहोरीमा प्रत्यक्ष दोहोरीमा पनि अब्बल होइन मोडलिङमा पनि तपाईँ अब्बलै हुनुहुन्थ्यो अहिले त ड्रप टाइपको गीत होइन यस्ता गीतहरूमा पनि तपाईँ एकदम अब्बल हुनु अब तपाईँलाई दर्शकले के भनेर दिनुभयो यस्तो अब म पहिलो परिचय म गाएको हो होइन मैले भिडियोहरू पनि धेरै नै गरेको छु सङ्गीतमा दिशामा पहिला धेरै भिडियो गरेँ बिचमा चाहिँ म अहिले किसनी भएरै म टाढा अहिले पनि भिडियो पनि बेला बेला गरिरहेको हुन्छु अब आफ्नो लगाइको पनि
गीत गाएको बेला गाएको हो नि भिडियो मात्रै अहिले बेला सबै गरेर चाहिँ सबै चिज अलिअलि गर्ने प्रयास फोटो छ भने अलिअलि आफूले जानेको है रमाइलो रमाइलो हुन्छ आफूले जानेको कुराहरू चाहिँ गर्ने प्रयास गर्छु कोसिस गर्छु अब त्यो आफूले गरेको सबै चिज राम्रो छ भने आफूले गर्न मिल्दैन त्यो आफूलाई त्यस्तो लाग्दा पनि लाग्दैन मैले गरेको कर्म चाहिँ हाम्रो श्रोता दर्शकहरूले कसरी लिइदिनुहुन्छ भन्ने अब एकचोटि यो डिप्रेसन गीतको भिडियो पनि पुरै त्यसपछि केही कुराहरू तपाईँले गरेको कमेन्टलाई नै मलाई मोडलिङ गर्न सुहाउँछ भन्नुहुन्छ भने चाहिँ बेला यसो गरिरहेको छु गीतैमा ठिक छ भने पनि ओके म गायक त्यसै पनि छु म गायक तपाईँ सुमन परियारलाई कुन रूपमा हेर्न चाहिँ एकदम राम्रो लाग्यो तपाईँलाई गायकको रूपमा कि मोडल मैले त अब दिल खोलेर है सुरुवात मैले डोरीबाट गरेको मदेखि लगायत मेरो आफन्तहरूले पनि त्यसरी भागो भन्नु अहिले गायकै गीत मनपर्छ गीत पनि त्यत्तिकै मिठो गाउनु भएको छ अहिले त मलाई त अहिलेको पहिला पनि मैले दाइको नाच्दा हेरेको थिएँ तर म त्यतिसँग ध्यान दिएको थिइनँ कि तर यसपालि चाहिँ मैले पक्क हेर्दाखेरि दाइ त अझ म त मोडलभन्दा पनि यो भिडियोतिर भन्दा पनि अझ त फिल्मतिर गइदिएर पनि जस्तो लाग्छ कि मैले त दाइलाई गरेँ पनि है दाइ अब तपाईँ फिल्म खेल्दै त्यो होइन अब त्यो मैले चाहिँ आफन्तहरू त्यो सोच्नु होइन त्यो ठाउँमा देख्न पाए हुन्थ्यो भन्ने सोचेर हामी त्यसलाई नराम्रो भन्नु मिलेन म त्यो भन्नलाई पैसा लाग्दैन जे होस् भोलिको दिनहरूमा होइन काम गर्दै जाँदाखेरि त्यो पनि कुनै ठुलो कुरा पनि होइन अहिले हामीले सिरियलहरू पनि गर्दैछौँ भोलि गर्दै जाँदाखेरि ठुलै पर्दाको कामहरू पनि एउटा गरौँ भन्ने खालको सोचहरू पनि आउन सक्छ त्यो पछिको कुरा त है तर अहिले म विशुद्ध गायक हो मैले चाहिँ आफूले गाएको गीतहरूमा आफ्नो मोडलिङ गरिरहेको छु नजिकका केही राम्रो गीतहरू कसैले कुरा गरेको भन्दामा आफ्नो चित्त बुझेको गीत छ भने आफूले मोडलिङ पनि गरिरहेको हुन्छ अहिले यो भिडियो हेर्दै गर्दा चाहिँ तपाईँको लुक्स वाइज कता भिलेन टाइपको पनि आइरहेको थियो होइन अलिअलि एक्सन पनि होइन अलिअलि थियो भिडियोमा गर्दै गर्दा कति सहज भयो तपाईँले आफूलाई आफ्नै अब तपाईँले एउटा कन्सेप्टको बनाउनु भएको छ कन्सेप्ट गर्दामा उत्रिँदै गर्दाखेरि र आफू त्यही प्ले गर्दै गर्दाखेरि चाहिँ कति सहज भयो यस्तो हो नाच्न त अब पहिले नाचिरहेको नाच्ने कुरामा त अब त्यस्तो केही भएन अब कहिले अब हुन्छ नि स्पोर्टमा कहीँ स्टेप सिकेर गर्नुपर्ने हुन्छ होइन त्यो त त्यति सजिलो त छैन मिहिनेत भइहाल्छ नि त्यो भिडियोमा चाहिँ सबभन्दा गाह्रो भएको चाहिँ के हो भने चुरोट तान्ने रोल थियो म केही नआनी मान्छे चुरोट अब कुराहरू होइन अब त्यो चुरोट तान्दाखेरि चाहिँ धेरैचोटि बिहान 2 बजिसकेको थियो चिसो थियो अनि खाली पेट पनि थियो अब भोक पनि लागिरहेको थियो खाली पेटमा चुरोट तान्दाखेरि पुरै झ्याप भइएछ कि चुरोट खाएर तपाईँ झ्याप्नु भयो चुरोटले पनि लाग्दो रहेछ नि नचिनेको मलाई सञ्चितालाई नि चिन्नु त भयो सञ्चितालाई चिनिन्छ एकछिन राम्रै छ चिनेको मान्छे नचिनेहरू झ्याप लाग्यो तर लाग्दो रहेछ कि मैले साँच्चै वास्तवमा यो रियल कुरा हो अन्त अरू त अब क्यारेक्टरमा गएर एउटा कलाकार भइसकेपछि हुन्छ नि क्यारेक्टरमा डुब्ने हो होइन त्यसलाई चाहिँ त्यो क्यारेक्टरमा रहेर अभिनय गर्ने प्रयास गर्ने हो मेरो सानो प्रयास हो त्यस्तो पुरै भयङ्कर म अभिनेता होइन त्यो होइन तर आफूले सकेको निर्देशकले बनाउनु कन्सेप्टमा त्यो क्यारेक्टरमा घुस्ने प्रयास चाहिँ गर्छ त्यस्तो गीतको मोल्डिङमा हाम्रो के अरे सञ्चिता हुनुहुन्छ होइन रिसर्च गरेर केही कुरा सिक थाहा छ सञ्चिता बोलके हुनुहुन्छ होइन उहाँसँग तपाईँको जोडी एकदमै जम्छ धेरै गीतहरूमा तपाईँले उहाँसँग सरकारले गरिरहनु भएको छ उहाँ यतिको अहिले यतिखेर हुनुहुन्न आउँदै हुनुहुन्छ बाटोमा हुनुहुन्छ होइन सञ्चितासँग तपाईँ काम गर्दै गर्दाखेरि त्यो एकदम कम्बिनेसन मिडिया छ दर्शकले देख्दा पनि होइन तपाईँलाई चाहिँ कतिको सहज त्यो सहज भएकै कारणले अलिकति नजिक भएको कारणले गर्दाखेरि नै रिपिट भएको हो होइन अब पहिलो काम गर्दै एकदमै असहज भएको भए गाह्रो भयो त सायद रिपिटै हुन्थेन होइन अनि त्यो सञ्चिता उसको सुरुवाती पिरियडदेखि नै त्यो नजिक भएको कारणले गर्दा मसँग काम गरेको सानोतिर एकदम सहज लाग्छ मान्छे काम गर्न पनि एकदम सहज छ होइन भोलि चाहिँ आज यसरी कामलाई यसरी गरौँ भन्दाखेरि हुन्छ आइनास्ते हुँदैन आज आउन ढिलो भएर मात्रै
यो गीतको टाइटल अनुसार भिडियो चाहिँ डिप्रेसन अनुसार उहाँ ढिलो आएर नि ढिलोले डिप्रेसनमा पुर्याउनु भयो डिप्रेसनमै उहाँलाई धन्यवाद छ त्यसै गरी मलाई डिप्रेसनमा लैराख्नु तपाईँ अब हरेक मान्छे अहिले डिप्रेसनमा किन लाग्छ केही कारण यस्तो जीवनमा कुनै एउटा त्यस्ता फलहरू छन् जुन कारणले तपाईँले विक्षिप्त हुनु त्यस्ता केही फलहरू छन् त्यस्तो फलहरू अरू त्यस्तो माया प्रेम त्यस्तो उयो छैन त्योमा चाहिँ परेको छैन डिप्रेसनमा कुनै गरी चाहिँ परेको छैन जे होस् म फर्स्ट काठमाडौँ आउँदाखेरि चाहिँ डिप्रेसनमा पुर्या जस्तै भएको थियो कि स्ट्रगल आफ्नो होइन त्यति बेला काठमाडौँमा गएँ आफ्नो त चिनेको हुनुहुन्थेन नि त त्यसको लागि त्यो स्ट्रगल गर्दाखेरिको त्यो दिनहरू है सम्झाउनु त अहिले पनि डिप्रेसनमा सुकेको हुन्छ ठिक छ अहिले चाहिँ कस्तो राम्रो भइरहेछ त्यति बेला चाहिँ म एकदमै डिप्रेसनमा आफ्नो नहुँदा चिनेको नहुँदा त्यो सपोर्ट गर्ने मान्छे नहुँदा अब एक्लै स्ट्रगल गर्दा आफ्नो के कुरालाई चाहिँ एकदमै मान्छेलाई गाह्रो हुन्छ होइन के कुरा हुँदो रहेछ कि अब त्यो एकदमै मान्छेलाई गाह्रो बनाउने त्यस्ता कुराहरू चाहिँ मेन त केटा मान्छे भन्दा पनि चाहिँ त्यस्तो कुरामा धेरै उ भइरहेको हुन्छ के कुरा हुन्छ यस्तो गाउँबाट काठमाडौँबाट केही गर्छु भन्ने एउटा सपना बोकेर आएको हुन्छ है अनि आएर अब आफ्नो भने जस्तो काम दिँदै ल त्यो म यो गर्छु नि भन्ने मान्छे हुन्छ नि त एउटा राम्रो गरेर निस्वार्थ भन्ने मान्छे कति मान्छे के सोचिरहेको हुन्छ कति मान्छे गरेको हुन्छ नि त त्यो हरेक कुराहरू चाहिँ त्यतिखेर चाहिँ एकदमै टेन्सन हुन्थ्यो कि मलाई अनि त्यही त हो आफूसँग यस्तो पनि नहुने कहिले कहिले काम खोज्दै जाँदाखेरि एउटा सामान्य दोरीमा पनि काम नपाएको मान्छे हो कि म चाहिँ दोरी साझ्दै नपत्याएको मान्छे त्यति बेला चाहिँ धेरै दोरी काम गर्न जानुभयो कसैले दिएन त्यो कुरा चाहिँ नगरौँ कि मलाई पहिला कुरा गर्दाखेरि त्यो हुन्छ नि एकदमै खुलेर पुरै गर्न नसक्ने अझै पनि कि अहिले मात्रै होइन म जहाँ पनि जाँदाखेरि कुनै पनि मान्छेले सोद्धाखेरि चाहिँ मलाई त्यो फल चाहिँ नसोचौँ जस्तो हुन्छ म प्रत्येक जोडीमा काम गर्छु भन्दाखेरि मान्छेहरूले ल हुन्छ आउन त भने एउटा गीत सुनाउँ न त भन्ने अनि एउटा गीत सुनायो हुँदैन अनि अर्को ठाउँमा गयो हुन्थ्यो म धेरै कामको लागि धेरै गरेर हिँडेँ यही काठमाडौँमा अनि राति गयो काम खोज्यो काम कोठामा त्यो हो कि मेरो डिप्रेसन भनेको त्यति बेला त्यति बेला चाहिँ साँच्चै त्यसरी गरेको यहाँसम्म आएर त्यसरी गऱ्यो त्यसरी अब त्यसरी स्ट्रगल गऱ्यो साथीले स्ट्रगल गरेर पनि अब साथीमा हुँदै गर्दाखेरि धम्किदिनु पुलिस साँझका ढोका ठम्काउने हुँदै गर्दाखेरि एउटा लक्ष्य बोकेर उद्देश्य बोकेर सपना देखेर काठमाडौँ आउँदै गर्दाखेरि सपना निश्चित हुन्छ कि भन्ने कुराहरूले हानिरहन्छ नि त त्यो हुँदै गर्दाखेरि चाहिँ कहिले त्यस्ता के सोचाइहरू आयो होइन सङ्गीतै छोडिदिन्छु गायकै बन्दिनँ अथवा गाउँमै फर्किन्छु अथवा म अर्को कुनै काम गर्छु पलहरू त्यतिखेर यस्तो भएपछि चाहिँ म नि बिस्तारै त्यतिखेर काम गर्दै जाँदाखेरि पछि गर्दा मिहिनेत गर्दै गएँ रोजमा फेरि अब एक ठाउँमा काम पाएपछि अलिअलि अब सुरुमा चाहिँ 5,000 जारी पाएको थिएँ दोरीमै त्यसपछि गर्दै जाँदाखेरि चाहिँ त्यस्तो त भएन धेरै पछि अब गर्दै गएँ स्ट्रगल गर्दै गएँ दोरीमा कमाएको पैसाहरू टिप्सहरू पनि स्यालेरी पनि आफूलाई आफ्नो कति खाने लाउने कुराहरूलाई अलिकति पर राखेर पनि सङ्गीतलाई अगाडि बढाउँछु भन्ने मान्छे होइन गर्दै मैले गर्दै गीतहरू पनि गरेँ भनौँ न गरेँ धेरै गीतहरू गरेँ पनि अहिलेसम्म है अहिले 11 वर्षको धेरै गीतहरू गरेपछि अनि कुनै पनि गीतले हुन्छ नि त गीतहरू सफलता नपाउँदाखेरि अनि
अहिले 2-3 वर्ष अगाडि चाहिँ म सङ्गीत फिल्ड छोड्छु भनेर म दु भइसकेको थिएँ र चाहिँ मेरो श्रीमान 12 वर्ष खोला त फर्कन्छ भन्छ स्ट्रगल गरिसक्यौँ अब तिमी केही ठाउँ पुगिसकेको छौ श्रीमानको साथका कारणले सपोर्टका कारणले तपाईँ अझै गायिका हुनुहुन्छ नत्र तपाईँले यो सङ्गीत फिल्डै छोडिसक्नु बिचमा चाहिँ म गीतमा लगानी गर्दा कुनै पनि गीतहरू भने जस्तो हुँदाखेरि होइन म यो गीतमा लगानी गरेर गीत गाउँदा बरु म यो फिल्डबाट छोडेर बरु आफ्नो केही गर्छु बिजनेस गर्छु केही गर्छु आफ्नो बरु आफ्नो भएपछि त्यही तरिकाले म हिँड्छु लाग्दिनँ भन्दाखेरि गीतमा लगानी गर्नुभयो भन्नुभयो कति पैसा गीत सङ्गीतमा लागेको तपाईँले बुझाउनु छ नि कति जति पुग्यो यति उति नभए हिसाब त नगरौँ होइन तर लगाएको छु त्यो भने राम्रै पैसा तपाईँले सङ्गीत क्षेत्रका लागि यति भनेर मिल्दैन किनकि अब गाउँदै जाँदाखेरि कति लगानी पनि लाग्यो कति आफूलाई पनि आयो होइन हिसाब नगरौँ अब ठिक छ गरिरहेको अलिकति गरी राम्रै लगानी हामी के सुनौँ के छ कसले गीत जेरी गाउने के निर्देशकमा सुरु निर्देशक सिकाउनु पर्ने छ गाउँदाखेरि डिप्रेसनले आज हामी प्रचारमै छौँ होइन भर्खरै रिलिज भएको छ डिप्रेसनले एक कुरा सुनाउन चाहेका गफै मात्रै लाउनेलाई कान्छ माया के हो गर्नेलाई थाहा हुन्छ अरे गफै मात्रै लाउनेलाई कान्छ माया के हो गर्नेलाई थाहा हुन्छ तिमीले नाता हुने र अर्कै सजोडेमा डिप्रेसनमै निर जान्छु साथ छोडेमा तिमीले नाता हुने र अर्कै सजोडेमा डिप्रेसनमै निर जान्छु साथ छोडेमा म त डिप्रेसनमै हुने र जान्छु साथ छोडेमा यो चाहिँ मैले एउटा कुरा जोडिहालेँ लामो समयसम्म के सङ्गीत गर्नुभयो त्यसमा तपाईँ ब्याक हुनुभयो है कलाकारिता गरिरहेको मान्छे त्यो एउटा ग्याप हुँदै गर्दाखेरि अभियसली तपाईँ पनि त त्यो तनाव मात्र आउनुभयो होला नि एकदम मैले पहिला पनि कतै कतै भनेको छु मिडियातिर होइन मैले 4-5 वर्ष चाहिँ सङ्गीतबाट म टाढो गएको मान्छे हो यो गीत सङ्गीत पनि एउटा यस्तो नसा हो रहेछ होइन मैले मेरो अनुभव मान्छेले भन्छ नि यो कुनै नसामा फसिसकेपछि त्रिन चाहिँ एकदम गाह्रो हुन्छ बिचमा मैले पनि अन्य कामहरू गरेँ व्यवसायहरू पनि गरेँ तर गीत सङ्गीतको नसा यस्तो रह्यो कि एउटा समय यस्तो आयो कि म पुरै अन्डरग्राउन्ड नै भएर बसेँ त्यतिखेर चाहिँ वास्तवमै डिप्रेसनमै गएको जस्तै हुन्थ्यो कि आफू सोचे जस्तो नहुने व्यापार गरेर सबै डुब्ने कोरोनाको टाइम थियो हरेक कुराबाट तनाव फ्रस्ट्रेसन होइन अनि गीत सङ्गीत जुन आफ्नो रुचिको क्षेत्र थियो त्योबाट पनि म पुरै पछाडि हटिसकेको थिएँ कि ब्याक भइसकेको थिएँ अनि सबै कुराले चाहिँ जुन मलाई पनि त्यो अवस्थामा पुऱ्याएको छ होइन मेरो तिहार चाहिँ मेरो चाहिँ आवाज हो होइन कलाकारिता हो भनेर फेरि मैले निरन्तर केही वर्षदेखि अहिले फेरि निरन्तर काम गरिरहेको छु सबैको माया पनि बिस्तारै पाइरहेको छु अब म एउटा कुरा जोडिहालेँ होइन तपाईँ आफैले यो गीत लय शब्द बनाउनु भयो घरमा बसेर यो गीत बनाउँदै गर्दाखेरि तपाईँको भाउजू होइन मेरो त दिदी होइन अब त्यो अलिक अड हुन्छ कि होइन भाउसँग बसेर होइन मैले डिप्रेसन गीत बनाउँदैछु भन्दाखेरि तपाईँहरूको जोडी एकदमै राम्रो छ हरेक कुराहरू दर्शक एकदम रुचाउँछ तपाईँहरूको होइन प्रत्येक एकदमै रुचाइरहेको छ होइन एकदमै सपोर्टिभ हुनुहुन्छ
ठ्याक्कै तपाईँले चाहिँ भाउजूलाई मैले डिप्रेसन गीत बनाएको छु भन्दै गर्दा उहाँकोले चाहिँ रियाक्सन यस्तो फेरि यो मैले यतिखेर यो सरस्वती कसम खाएर भनिरहेको छु यस्तो कुराहरू कहिले रमाइलोको लागि अन्य कुराहरू बोल्नुपर्छ आफ्नो ठाउँमा त्यो यो गीत बनाउने बेलामा चाहिँ कस्तो थियो भने मैले चाहिँ एउटा फरक खालको काम गर्नु तिमीलाई केही थिम आएको छैन म जहिले सोधिरहेको हुन्छु क्या होइन सोद्धाखेरि चाहिँ उनले नै भनेको कि त्यसरी एउटा डिप्रेसन भन्ने चाहिँ कस्तो लाग्छ त्यो थिममा बनाउनु भनेर यति बेला मैले सरस्वतीको कसम आएर भनेको छु होइन उसकै थिम हो यो वास्तवमा मलाई पनि सोच आइरहेको थियो साथीभाइले जब डिप्रेसन भन्ने हो भन्ने होइन उसले पनि ठ्याक्कै डिप्रेसन भन्ने थिम निकाल्यो हो यो चाहिँ ठिक छ वास्तवमा यो गीतको थिम नै उसले गर्यो डिप्रेसन चाहिँ अरू चाहिँ भाउजूले बनाउनु भएको डिप्रेसन चाहिँ ती शब्दहरू लेख्दै गर्दाखेरि क्या शब्द चाहिँ म सुनाउनु भयो एकदम मजासँग मैले जहिले पनि म चाहिँ कस्तो हुन्छ नि एउटा काम हुन्छ त्यसपछि अर्को कामको फोन आउँछ त्यस्तै हुन्छ होइन प्रायः चाहिँ म त्यो लेखेर पढ्न भ्याउनु कहिले म कहीँ बसिरहेको बेला अरू काम गर्दाखेरि पनि शब्दहरू सोचिरहेको हुन्छु त्यो यतिकै मोबाइलमा रेकर्ड गरिराखेको हुन्छ कि यो शब्द सार्नेदेखि लिएर होइन सबै मिलाउने लेख्ने अनि गायकलाई पठाउने हो कि मलाई चाहिँ केमा पठाइदिनु सबै गर्ने नै उसैले हो कुनै शब्द मिस्टेक छ भने ऊ आफैले सच्याएर लेखिदिने हो है धेरै चाहिँ उसको छ पछिल्लो समय सुमन परियार अझै माथि आउनुमा होइन त्यो पर्फर्मरै भनिसक्नुमा होइन भाउजूको सबैभन्दा ठुलो हात आज पनि यो डिप्रेसन हुने गीतहरू अब अझै रिच भयो ऊ आफ्नो उता कामले होइन पसलतिर छ तर मलाई भन्दा बढी तनाव रहेछ यो गीत के भइन्छ होला सायद यो कता न्युजहरू आइरहेको छ गीत रिलिज भयो कि भएन कति के गयो कस्तो भयो होइन को आयो त्यहाँ मलाई भन्दा बढी चासो त्यति सपोर्टिभ एकदम त्यो चाहिँ त्यो त डाइरेक्टर साहब मिलाउनु भयो नेपाली आयो मिलाउनु भएको छैन तपाईँ कति मिनट भयो 23 मिनट भयो होइन सबैको सङ्घर्षका कुरा सुनियो होइन गायिकाज्यूको आफ्नै छ गायकज्यू मोडलज्यूको आफ्नै छ देरी भण्डारीको पनि त छ नि त केही त देरी भण्डारी नै कुनै समय म त इन्जोय गर्छु म त इन्जोय गर्ने मान्छे हो होइन मजाले धेरै नचाउनु भएको छ धेरै कलाकारलाई नचाउँदा नाचेको मलाई आफै डिप्रेसनमा पुग्छ नि तपाईँ त्यसरी यस्तै यस्तै कुरा सोध्यो भने त पुग्छु मैले यस्तै सोध्यो भने म भर्खरै पुग्छु होइन पलहरू क्या जुन बेला पल्छ होइन जुन बेला तपाईँ कोरस नाच्नु होइन त्यसपछि बिस्तारै डाइरेक्सनतिर अब कोरियोग्राफीतिर आउनुभयो त्यतिखेर आफूले काम नपाइरहँदाखेरि होइन उहाँ गर्छु भन्दाखेरि मान्छे झट्ट नपत्याउँदै गर्दाखेरि पल त छ नि तपाईँको फेरि डिप्रेसनका पलहरू डिप्रेसन त होइन यसलाई चाहिँ यसलाई मैले भन्नु इन्जोय गर्छु कि म जस्तै आफ्नो मेहनत लगातार गरिराख्यो भने ठाउँमा पुग्छु भन्ने मलाई थाहा थियो म यता न एक्टिङ सिक्थेँ म डान्स भएन ड्रेस भएन भने म आर्टिस्टतिर जान्छु कता भयो कता एकतिर त सोचिन्छ नि हामीले भगवान्ले यो बाटो लगाइदिए यहीँ खुसी छु अन्त पछिल्लो समय तपाईँले डाइरेक्सन गरेको गीत ब्याक टु ब्याक सुपर डुपर हिट छ हिट पनि छन् सुपर फ्लप पनि छ नि त अब गीत चलाएन अहिले खासै है अहिले गीत यो गीत अस्ति देवीको गीत अनि बद्री सापटा गीत तिनवटा गीत लगातार आएको छ चल्छ भन्ने आश छ राम्रो काम गर्ने हो भोलि चलोस् नचलोस् यहाँ के हुन्छ भने फेरि गीत चल्यो भने अरू चल्नु भने डिरेक्टर हुन्छ कि टेन्सन त्यहाँ छ कि मेन कुरा त्यो चलाउनु पर्ने चाहिँ प्लिज हेरिदिनु है हेर्नु सबै पैसा आइसकेछ ढुक्क छु म मेनुका सोनी युट्युबमा गएर डिप्रेसन गीत हेर्नु होला सबैले एकदम मैले चाहिँ यसमा चाहिँ एउटा कुरा भन्छु यो गीतमा चाहिँ दुईवटा कुरा भन्नु तपाईँले मान्छेहरू सधैँ दोहोरी गीत भन्ने डाँडामा चाहिँ नाच्छन् भन्नुभन्दा पनि मैले चाहिँ डिप्रेसन बनाउन भने डिप्रेसन यो डार्क थिम हो कि यो डिप्रेसन डार्क हुन्छ जस्तै अँध्यारोमा बस्ने मान्छेहरू यो थिमलाई चाहिँ मैले चाहिँ गीतमा ल्याएर मैले अलिक फरक किसिमले फिल्मी शैलीले बनाउँ भनेर सोचेर चाहिँ मैले बनाएको छु त्यस्तै मिठो मान्छेहरू टिमहरू उत्सव दाहाल दाइले लेख्नु भएको सुलन फिट गरेको अमरहरू सबै टिमको राम्रो मेहनत छ तपाईँले गीत हेर्नुभयो भने चाहिँ तपाईँ लास्टसम्म हेर्नुहुन्छ म त हेरेँ नि त गीत त पुरै तपाईँलाई उहाँले हेर्नु भएको छ सबैले एकचोटि गएर हेर्नु होला तपाईँलाई पक्कै मनपर्छ अब एउटा कुरा कहिल्यै चुरोट नखाने मान्छे तपाईँले चुरोट खुवाइदिनु भयो होइन त्यो पिकले मान्छेको हातभरि छेडिदिनु पनि भयो त्यो गराउन कति सहज भयो यसो भन्दा
होइन दाइसँग म 8-10 वर्ष बेला ब्याक नाचेको मान्छेको होइन दाइसँग ब्याक नाचेको मान्छेले आज फन्डमा नचाउँदा आज होइन अलि पहिलेदेखि त्यही त 4 वर्ष पहिलादेखि अनि